अ, नमस्कार सम्पूर्णमा। म चाहिँ दुर्गाबहादुर आले, सिनियर स्टार डायमन्ड दुर्गाबहादुर आले, जुन डिएक्सन कम्पनीको सिस्टम अनुसारबाट चाहिँ होइन सिनियर स्टार डायमन्ड है। र मेरो घर चाहिँ तनहुँ जिल्ला। र अहिले यतिखेर म चाहिँ एउटा सानो भिडियो लिएर हजुरहरूको माझमा उपस्थित हुन आइपुगेको छु। जुन खाडी मुलुकको जुन कुवेतबाट है, कुवेत डिएक्सन ब्रान्चबाट, कुवेतको जुन मेन हेड अफिस है डिएक्सन सालमिया भन्ने ठाउँको जुन डिएक्सन ब्रान्चबाट चाहिँ सानो भिडियो लिएर हजुरहरूको माझमा उपस्थित हुन आएको छु। सो आशा गरेको छु पक्कै पनि यहाँहरूले सबैले सुनेर साथ दिनुहुनेछ भन्ने। र विशेष गरी यो डिएक्सन कम्पनी भनेर होइन, डिएक्सन कम्पनी भनेर चाहिँ अब धेरै मानिसहरूले अब सुनिराख्नु भएको छ। पक्कै पनि यसको वास्तविकता चाहिँ कमी मानिसहरूले मात्रै बुझ्नु भएको छ होइन। र म थोरै यो डिएक्सन भन्ने जुन कम्पनीको बारेमा म थोरै हजुरहरूको माझमा सेयर गर्न चाहन्छु। यो कस्तो खालको कम्पनी हो होइन, कहिलेदेखि स्थापना भएको भन्नेदेखि लिएर होइन। र यो डिएक्सन भन्ने जुन कम्पनी छ, यो कम्पनी चाहिँ एउटा मलेसियन कम्पनी हो होइन। यो कम्पनीको स्थापना चाहिँ सन् 1993बाट चाहिँ एउटा सानो कोठा जत्रो कम्पनीबाट चाहिँ सुरु गरेको थियो मलेसियाबाट। र जसको फाउन्डरको नाम दातुक डाक्टर लिम स्योजिन हुनुहुन्छ। उहाँ एउटा चाइनिज नागरिक हुनुहुन्छ होइन। र उहाँले चाहिँ यो पृथ्वीको विभिन्न जङ्गलहरूमा चाहिँ 10 वर्षसम्म रिसर्च गरेर होइन, उहाँले चाहिँ जुन यो संसारको जडीबुटीको राजा रातो च्याउ होइन, मतलब कि यस्तो रातो च्याउ भन्ने बित्तिकै फेरि सबैले यस्तो खालको जुन च्याउ देख्दाखेरि त फेरि यस्तो च्याउ त हाम्रो गाउँतिर पनि थुप्रै पाइन्छ भन्ने पनि लाग्न सक्छ होइन। किनभने हिजोको दिनमा मलाई पनि लाग्थ्यो कि त्यस्तै। र यो चाहिँ छुट्टै प्रकारको छ। मतलब च्याउ हेर्दा उस्तै देख्दैमा सबै खानु योग्य भएको हुँदैन, खानु मिल्ने भएको हुँदैन होइन। त्यसैले गर्दा च्याउहरू चाहिँ चिनेर खानुपर्छ अरे भनेर भन्छ होइन। हेर्दा उस्तै देख्दैमा सबै खाने